फर्मुलामा एउटा कुरा छ फर्मुलामा एउटा कुरा छ यहाँ नेम डिफाइन नेम भन्ने ग्रुपमा एउटा डिफाइन नेम छ एउटा नेम म्यानेजर छ है अब मैले रोल नम्बर लेखेँ या म्याथको मार्क्स लेखेँ या साइन्सको मार्क्स लेखेँ या इङ्ग्लिसको मार्क्स भयो धेरै नलेखौँ है अन्त 3टा लेखियो केही छैन ल यसमा म्याथ र साइन्सको मात्रै टोटल गरिदिउँ ल रोल नम्बर 1 2 3 छ 3जना छ म्याथमा पाएको मार्क्स चाहिँ मैले यहाँ राखेँ टोटल त यति होइन म्याथमा पाएको मार्क्स यो के भएको भन्दा नि मेरो स्क्रोल नट भन्छ ल भयो म्याथमा पाएको मार्क्स साइन्समा पाएको मार्क्स राखियो है यो बराबर पापे भन्ने यस्तो हुनु सक्दैन भन्ने कुरो नि भएन है गाह्रो छ ल ल म इन्टर गर्छु ल मिलेन है मिल्दैन तर मिलाउन मिल्छ यसरी बुझ्नु पर्यो बाई डिफल्ट मिल्दैन यसलाई के गर्न मिल्छ मिलाउन मिल्छ कसरी मिलाउन मिल्छ भने नाम दिनु पर्यो क्या यसको र यसको निवारण गरेर दिनु पर्यो कसरी निवारण गर्ने भन्नु होला यहाँ हेर्नु त मलाई साह्रै हेप्छुन हेलो मैले मेरो कान बिग्रियो कि मैले तपाईँको आवाज सुनेको होइन है म्यासेज पठाइदिनु होला ल नबोल्ने भए म्यासेज पठाइदिनु होला नभए डिस्टर्ब हुन्छ क्लास है ल अब यहाँ लिङ्क बुझिन भन्नुभयो फेरि हेर्नु होला यतिलाई मैले कपी गरेँ हेर्नु त म्याम यता मैले पेस्ट गर्ने बेलामा के गर्छु पेस्ट स्पेसलमा गएर पेस्ट लिङ्क गर्छु ओके छ यता 58 छ यता नि 58 छ यता 36 छ यता नि 36 छ 58को ठाउँमा मैले 85 गरेँ यता चेन्ज भयो लिङ्क भनेर यो हो ल है यता 63 गरेँ चेन्ज भयो है यता 53 गरेँ चेन्ज भयो यति हो न लिङ्क ल ल अब यहाँ यतिलाई मात्र ध्यान दिनु यतिलाई मैले सेलेक्ट गरेँ अनि कहाँ गएँ फर्मुलामा डिफाइन नेममा गएँ यसको नाम आफै आयो किन आयो कोलमको हेडिङ यो भएकोले यो आयो होइन मलाई एमएटिएल तर म्याथको त म्याथै हुन्छ नि होइन म्याथमेटिक्स राख्नु मलाई यति लामो राख्नु अहिले यसैलाई ओके गर्छु ल डिफाइन नेममा गयो म्याथ आयो मैले ओके गरेँ साइन्समा यतिलाई सेलेक्ट गरेँ डिफाइन नेममा गएँ साइन्सको एससिआइएनसी पुरै नाम राखेँ है यहाँ सेलको रेन्ज कहाँदेखि कहाँसम्म भनिहाल्छ मैले यति मात्रै सेलेक्ट गरेको छु ओके गरेँ अब के गर्न पाइन्छ म्याथ प्लस एससिआई पाइँदैन होइन एससिआइएनसी पुरै लेख्नुपर्छ अघि पुरै लेखाएको थियो नि त नभएन हो अब इन्टर गर्नु आयो गजब छ कुनै पनि सेलको रेन्जलाई ध्यान दिनु है कुनै पनि सेलको रेन्जलाई नामाकरण गर्ने प्रक्रिया डिफाइन नेम भन्दो रहेछ अनि यहाँ पनि मैले गरेँ के गरेँ म्याथ गरेँ साइन्स आइरहेको छ है गजब छ अब इन्टर गरेँ किन माने यसले त्यसको डाटा मान्न त मान्यो हेर्नु तर यो बिहान फिजिकल क्लासमा चाहिँ मानेको थिएन अहिले किन मान्यो थाहा छैन यसले दोहोऱ्याएर भन्यो त्यही भएर मान्यो होला तर यो गल्ती छ नि यो गल्ती छ यो र यो जोडेर यो आउने हो र होइन नि के आउँछ 75 र 64 जोड्दा यो आउँछ आउँदैन नि त 85 र 64 जोड्दा आउने हो यो यहाँ त खाली छ फेरि हेर्नु है भनेको यो मिलेन क्या किन मिलेन भन्दा यसको र यसको नाम हामीले देखेकै छैनौँ यसको नाम र यसको नाम हामीले देखेकै छैनौँ 85मा यतिलाई सेलेक्ट गर्नु यहाँ म्याथ भन्ने आउँछ यतिलाई सेलेक्ट गर्दा यहाँ हामीले नाम दिएको त यो हो नि होइन यसको नाम दिएका छैनौँ अब मलाई यो नाम योसम्म नाम चेन्ज गर्नु मन लाग्यो नेम म्यानेजर भन्ने छ यहाँ एडिट गर्न पाइन्छ यसलाई रेन्जमा यहाँ सेलेक्ट गर्न पाइन्छ ओके गर्न पाइन्छ साइन्सलाई पनि मैले एडिट गरेँ नयाँ रेन्ज सेलेक्ट गरेँ ओके गरेँ क्लोज गरेँ आफै हिसाब मिल्यो गजब छ है चन्द्रमाधवजी एउटै हो ल एउटै हो हामीले पढ्ने यताबाट पढ्नु पऱ्यो नि त्यो प्र्याक्टिकली म देखाउला है नेम बक्सको बाटो पनि ल अब हामीले यो कुराहरू हेर्छौँ ल ठिक छ तपाईँले कुनैलाई सेलेक्ट गर अब यहाँ के हुन्छ पक्नु यहाँ क्रिएट फ्रम सेलेक्सन भन्ने रहेछ होइन
कुन चाहिँ भ्यालुलाई टप रोलाई नामाकरण गर्ने कि लेफ्ट गर्नुकोलाई भन्ने रहेछ। यो त्यति इम्पोर्टेन्ट भएन। यो दुईवटा कुरा कम्तीमा हेरौँ। डिफाइन नेम र नेम म्यानेजर हेरिसक्यौँ, त्यसलाई लेखौँ भन्ने कुरा ल। ठिक छ, डिफाइन नेमले के गर्दो रहेछ, डिफाइन नेम भन्ने अप्सनले के गर्दो रहेछ काम हो ए। हेरौँ, अघि मैले डिलिट गरेर त देखाएँ तपाईँहरू नाम एडिट गरेर। यसको नाम म्याथ ठिकै छ, यसको नाम मैले साइन्स दिएँ, यति लामो नाम मलाई राख्नु मन लागेन। नेम म्यानेजरमा जाउँ, डिलिट गर्न पाइन्छ, न्यू गर्न पाइन्छ, यसैलाई एडिट गर्न, साइन्सलाई ल एडिट गर्न पाइन्छ। एससिआई मात्रै दिउँ न त, एससिआई मात्रै दिउँ। ओके गर, ला मिलेन। किन मिलेन? यो पो युज भइरहेछ भन्छ क्या यहाँ है। एससिआई मात्रै दिन खोजेको मान्दैन। किन मान्दैन? यो साइन्स भन्ने फर्मुला युज भइराखेको छ त्यहाँ। ठिक छ, अरू के गर्न पाइन्छ? यसलाई रेन्ज त चेन्ज गर्न पाइयो नि त होइन, यो चाहिँ पाइन्छ। ल ठिक छ, हटाउनु मन लाग्यो, डिलिट गर्न पनि पाइन्छ। डिलिट गरेपछि के हुन्छ? ला खत्तम। किन खत्तम? म्याथ भन्ने छैन, म्याथ भन्ने नाम छैन नि त, नाम हटाइसक्यो। अघि साथीले सोध्नु भएको अर्को कुरा क्या, यति मेहनत गर्नै पर्दैन, पढ्नुको लागि त यसरी नै पढ्ने हो होइन। तपाईँले प्र्याक्टिकल्ली गर्ने बेलामा योभन्दा छोटो र छिटो तरिका के छ भने स्याट्ट सेलेक्ट गर्ने, यहाँ नेम बक्समा म्याथ गर्ने, यसलाई सट्ट सेलेक्ट गर्ने, यहाँ एससिआई गर्ने होइन, यतिलाई स्याट्ट सेलेक्ट गर्ने, अनि यहाँ के गर्ने एससिए होइन इएनजी। अब यहाँ हेरौँ त, म्याथ प्लस एससिआई साइन्स प्लस इएनजी अङ्ग्रेजी आयो, गजब छ। त्यसैमा फेरि कम्प्युटर लेख्नु मलाई होइन, सोसियल आएन। किन? सोसल भन्ने नेम हामीले डिफाइन गरेकै छैनौँ, सोसल भन्ने नेम हामीले डिफाइन गरेकै छैनौँ है। ठिक छ, नेम म्यानेजरका कुरा भयो ल है। अब फेरि अर्को कुरा गरौँ, अर्को कुरातिर लागेँ म। फर्मुलामै यतापट्टि क्यालकुलेसन अप्सन भन्ने छ, यो पनि सब्जेक्टिभलाई चाहिँदैन। क्यालकुलेसन अप्सनमा कतिवटा अप्सन हुन्छ भनेर मात्रै ख्याल गर्नु होला। यहाँ मैले अहिलेलाई यति धेरै हटाइदिन्छु ल, नेपाली पनि हटाइदिएँ। अब मैले यो प्लस यो गर्छु, ध्यान दिनु त के हो, के फर्मुला थियो? C2 प्लस D2 भन्ने थियो है, C2 प्लस D2 भन्ने थियो। तर यो जान्नुपर्छ, पर्दैन होला, छोडिदिउँ ल। अब यहाँ तलसम्म ताने, यो 15 होइन 51 हुनुपर्ने। यता चेन्ज गर्ने बित्तिकै यता आफै चेन्ज भयो होइन। ठिक छ, साथीहरूको म्यासेज कति भएको, यहाँ चेन्ज गर्ने बित्तिकै यो 75 होइन 57 रहेछ, यता चेन्ज भयो। अटोमेटिक क्यालकुलेसन गरौँ क्या, अटोमेटिक नगरोस् भन्ने तपाईँलाई लाग्छ भने म्यानुअल गरिदिनु। यहाँ म त्यहाँ गएँ म, यहाँ म्यानुअल भन्नेमा क्यालकुलेसन अप्सनमा म्यानुअलमा गएँ। अब यो 85 गरिदिएँ, चेन्ज हुँदैन। यो 50 गरिदिएँ, चेन्ज हुँदैन होइन। यो 25 गरिदिएँ, यता चेन्ज हुन्न। यो कसकोमा गर्ने है? तपाईँ को साथीको कम्प्युटरमा यस्तो गरिदिनु होला, हिसाब किताब गर्ने साथीको कम्प्युटरमा हिसाब नमिलेर साथीले टाउको उठाउँछ। त्यसपछि के गर्नु पर्यो? अब अपडेट गर्नु पर्यो। अपडेट गर्नुको लागि के गर्ने? किबोर्डमा F9 दबाउनु। F9ले के गर्दो रहेछ? अपडेट गर्दो रहेछ। F9ले के गर्दो रहेछ? अपडेट गर्दो रहेछ। ठिक छ ल। अटोमेटिक भनेको आफै क्यालकुलेसन हुन्छ, अथवा हामीले यता डाटामा गरेको अपडेट अनुसार रिजल्ट आफै अपडेट हुन्छ। म्यानुअल गर्दाखेरि रिजल्ट अपडेट हुँदैन। अटोमेटिक एक्सेप्ट फर डाटा टेबल भनेको यदि हामीले यो टिक लगायौँ भने, अस्ति हामीले डाटा टेबल पढ्यौँ नि, त्यो डाटा टेबलमा चाहिँ अपडेट नहुने, अरूमा चाहिँ अपडेट आफै हुने भनेको ल। यो भित्रका कुरा के गर्छ भन्ने कुरा पनि छोडिदिनु। यो तीनवटा अप्सन चाहिँ तपाईँले याद गर्नु पर्यो है। क्यालकुलेसन अप्सन भन्ने छ, लेखिदिने।